पवित्र आत्मा गर्भदेखि नै चाहिँ आत्माले भरपूर भएको यूहन्ना र यूहन्नालाई येशू ख्रीष्टले के भन्नुभयो? मलाई बप्तिस्म देऊ। येशू के भन्नुभयो? यूहन्ना उजाड स्थानमा बप्तिस्म दिइराखेका थिए यर्दन नदीमा र के भन्नुभयो येशूले? येशू जानुभयो, ए यूहन्ना मलाई पनि बप्तिस्म पानीको बप्तिस्म देऊ भन्नुभयो। अरे यूहन्नाले के भन्यो? तपाईले पो मलाई बप्तिस्म दिने हो। यो आदर कबाट पायो? पवित्र आत्माद्वारा गर्भबाट नै पवित्र आत्माको भरपुरी पाएको यूहन्ना थिए। यूहन्नाले येशूलाई आदर गरेर के भने? तपाईले पो मलाई बप्तिस्म दिनुपर्ने हो, तपाईँ मलाई भन्नुहुन्छ। हेर्नुहोस् न, यो कहाँबाट? यो के आदर गरेको? यदि तपाईले मलाई भन्यो के हुन्थ्यो? हामी खुसी हुन्थ्यो, वाह मैले त येशूलाई बप्तिस्म दिएँ भने, हो कि होइन? म आफै भने येशू आयो भने हो ल ठिक छ प्रभु आउनुहोस्, म तपाईँलाई बप्तिस्म दिन्छु, आउनुहोस्। अनि येशूलाई बप्तिस्म दिन्थ्यो होला। अनि म के भन्थेँ? वाह भाया तपाईँ मैले त येशूलाई बप्तिस्म दिदिएँ। हेर्नुहोस्, तर यूहन्ना पवित्र आत्माले अभिषेक भएको व्यक्ति भएको हुनाले यूहन्नाले येशूलाई आदर गर्छ कि तपाईले पो मलाई सुहाउँछ प्रभु, मैले दिएको सुहाउँदैन प्रभु, तपाईले मलाई दिएको सुहाउँछ प्रभु, मैले आदर गरेँ। यसले भन्नुभयो व्यवस्थामा लेखिसकेको छ, यूहन्ना व्यवस्थामा लेखिसकेको छ, तिमीबाट मैले बप्तिस्म हुनुपर्छ लेखिसकेको छ, त्यस कारणले गर्दाखेरि तिमीले चाहिँ गर्नुपर्छ। त्यसपछि त्यो आज्ञा सुनेर यूहन्ना राजी भएको न त भने यूहन्नाले रोकेको थियो, होइन प्रभु तपाईँले पो मलाई दिनुपर्ने हो। अनि किन कुरा जोड्यो भने आदर भन्ने कुरा कहाँबाट आयो? गर्भदेखि नै पवित्र आत्माले भरिएको थियो र पवित्र आत्माले के गर्छ? आदर र सम्मान दिन्छ। हेर्नुहोस्, आमेन। मत्तीको पुस्तक 3 अध्यायको 14 पद एकजना पढिदिनुहोस्। मत्ती 3 को 14 ल के लेखेको छ? तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, बरु मलाई पो तपाईबाट बप्तिस्म लिनु आवश्यक छ र के तपाईँ मकहाँ आउनुहुने? हालेलुया। यहाँ भनेको छ उहाँले भने यसले भन्नुभयो, उहाँले रोक्न खोजे, बरु तपाईले मलाई बप्तिस्म लिनु आवश्यक छ कि तपाईँ मबाट आदरका कुरा। त्यसले गर्दाखेरि प्रिय मण्डली, मैले तपाईँलाई धेरै जोड दिन्छु कि हामीले यो कुरा कहिल्यै नबिर्सौँ। बाइबलले लेखेको छ आदर तपाईँले एक अर्कालाई सबैले आदर गर्नुपर्छ, तर भने सबभन्दा बढी आदर पास्टरले गर भनेको छ। हामी आपसमा एक अर्कालाई आदर त गर्नुपर्छ, त्यो आदर भन्दा पनि पास्टरलाई झन् आदर गर भन्छ बाइबलले लेखेको छ। हामी बाइबललाई विश्वास गर्छौँ भने हामी बाइबल कुरा मान्नु पर्यो हामीले, हो कि होइन? यदि बाइबललाई मान्छ भने बाइबल कुरा किन मान्दैन? एक आपसमा आदर गर भनेको छ, तर सबभन्दा बढी पास्टरलाई चाहिँ वचन सिकाउँछ, प्रार्थना गर्छ, तपाईँलाई अगुवाई गर्छ, उसको कामको खातिर उसलाई अति उच्च आदर गर भनेको छ। आदर मात्र होइन, अति उच्च आदर गर। है यसका लागि हामी पवित्र आत्माले जब भरिन्छ भने हामी आदर र सम्मान हामी गर्छौँ। प्रिय मण्डली, म भन्ने गर्छु एलिया अगमवक्ता थिए र एलियाको नौकर को थिए? एलिसा थिए। एलिया पास्टर थिए र एलिसा चाकर थिए। बाइबलले चाकर भनेको नौकर हो। जस्तै पहिले विधवा भन्थे, अब एकल मेला भन्न थाले, पहिले पिउन भन्थे, अब चाहिँ कारणले सहयोगी भन्न थाले, भाषा च्याल्ने भयो अहिलेको। अनि त्यति बेला चाकर, अब सेवक, हामी सेवक भनेर सेवा भने के हो?
सेवक भनेको मण्डलीमा काम गर्ने व्यक्ति हो। विश्वासीको भन्दा पनि अझै माथि लेभलमा गएको व्यक्तिलाई सेवक भनिन्छ। सेवक भने काम गर्ने व्यक्ति, अनि पास्टरलाई सहायता पुर्याउने, पास्टरलाई सहायता गर्ने, पास्टरको सपोर्टमा बोलिदिने व्यक्ति हो सेवक भने। ए पास्टरको विरोध गर्नु हुँदैन, चुप लाग, यस्तो गर्नुपर्छ। पुजारीको मान्छे अन्य जातिहरू कति आदर सम्मान गरेका छ, यस्तो बोल्ने हो, त्यो हो सेवक। सेवा भनेको सेवा गर्ने अनि सहायता गर्ने, सहायता पुर्याइदिने। त्यसो हामी परमेश्वरका सेवक, हामी सेवा गर्ने व्यक्ति, हामी सिकाउनु पर्छ। हामीले यस्तो भन्नु हुँदैन, बोल्नु हुँदैन। अभिषेक जनको प्रभुले पठाएको व्यक्ति हो, प्रभुले दिएको प्रदान गरेको व्यक्ति हो, हामी त आदर गर्ने हो। हामीले विरोध गर्न अरूले के गर्ला हो। हामी यो प्रकारले यदि हामी भन्यो भने त्यो मान्छे सिक्छ, ए यस्तो पो रहेछ। तपाईँले नयाँ व्यक्तिलाई झन् यस्तो कुरा भन्यो भने हामीले एक अर्कालाई सिकाउनु पर्छ। हामी यस्तो गर्नु है। म भनेको छु गुरुवालाई मान्छे कति आज गुरुवा अरे अब राणाहरू गुरुवा हुन्छ है। कोही गुरुवा आँखा देख्दैन, मान्छे बाइकमा जान्छ अनि गुरुवालाई बसाल्छन् अनि लिएर आउँछन् घरमा। त्यसपछि खाट बिछाउँछन्, त्यसपछि त्यहाँ चाहिँ दन बिछाइन्छ अनि गुरुवालाई ठ्याक्क त्यहाँ बस्छ। त्यसपछि उनले गुरुवालाई गर्ने सत्कारहरू बियर ल्याउनु पर्छ कि मुर्गा ल्याउनु पर्छ कि के खान्छ, अब चुरोट खान्छ कि गुरुवा मजा त्यहाँ। अनि एकजना कुरिया हुन्छ त्यहाँ, मैले देखाएको कुरा राम्रो छ नि। एकजना त्यहाँ बसिराखेका हुन्छ, उसको कुरा गरिराखेका हुन्छ, अनि काम साम हुन्छ। अनि गुरुवालाई बसाल्यो मोटरसाइकलमा, चार घरमा पुर्याउँछ। हामी पास्टरलाई कति आदर गरेका छौँ। वास्तवमा एउटा गम्भीर विषय सिक्ने कुरा हो। वास्तवमा हामी धेरै चुकेका छौँ, हामी धेरै कुरा सिक्नु छ हामीले। प्रिय मण्डली, हामी आदर र सम्मान पवित्र आत्माले हामीलाई आदर र सम्मान हामी दिन्छ। मैले लालपुरमा मैले भने धेरै म बिउनु थालेँ, अब तपाईँहरू नै गर्नुहोस् भन्दाखेरि उनले भने तपाईँले यहाँ गरेन भने हामीले चम्पुर आएको गर्नु थाल्यो। चम्पु धेरै टाढा छैन, तपाईँले छोड्नुभयो भने हामी चम्पुर आउँछौँ सङ्गतिमा, तपाईँलाई हामी छोड्दैनौँ। परमेश्वरको आत्मा हाम्रो जीवनमा आउँछ भने मान्छे नेतृत्व गर्ने व्यक्तिलाई मान्छेले पछ्याइरहन्छ, छोड्न मन गर्दैन। यो आदर र सम्मानका कुरा परमेश्वरको आत्माले हामीलाई आदर र सम्मान दिँदछ। पवित्र आत्मा जब येशू बदलिनु भयो, ढुक्कुरको रूपमा पवित्र आत्मा ओलेर आयो। ढुक्कुरको रूपमा पवित्र आत्मा ओलेर आयो अनि पवित्र आत्मा ओलिसकेपछि त्यो अभिषेक पाएर उजाड स्थानमा ख्रीष्ट येशू जानुभयो र त्यहाँ चाहिँ देवलले परिचय गर्यो, प्रभु चाहिँ विजय हुनुभयो। हालेलुया। पवित्र आत्मा आएर अभिषेक पाए येशूले। हामीलाई पनि पवित्र आत्माको अभिषेक चाहिँ हामीलाई चाहिन्छ। आमेन। हालेलुया।